UPSC CSC फिल्म 2013 मा इकोनोमिक हो च्याप्टर नेसनल इन्कमबाट आएको क्वेसन हामीले डिस्कस गरौँ र क्वेसन छ इकोनोमिक ग्रोथ इन कन्ट्री एक्स will necessarily have to occur if option A there is technical progress in the world economy. र यो अप्सन रङ हुनेछ किनभने टेक्निकल प्रोग्रेस भनेको टेक्नोलोजिकल एडभान्समेन्ट हो र यो एडभान्स टेक्नोलोजी अगर प्रोडक्सन प्रोसेसमा युटिलाइज भयो भने त्यसले डेफिनेटली इकोनोमीलाई त बेनिफिट पर्छ र प्रोडक्सन बढेपछि एम्प्लोइमेन्ट जेनेरेसनमा पनि हेल्प गर्छ र टेक्निकल प्रोग्रेसले ग्रोथ त हुन्छै हुन्छ तर यो वर्ल्ड इकोनोमीमा भनिन्छ र वर्ल्डमा या कुनै पनि अरू कन्ट्रीतिर या ओभरअल वर्ल्डमा कुनै पनि कन्ट्रीमा टेक्नोलोजिकल एडभान्समेन्ट भयो भने त्यो कुनै पनि अर्को पर्टिकुलर कन्ट्रीमा त्यसले बेनिफिट गर्छ भन्ने केही ग्यारेन्टी छैन र यो अप्सन ए रङ हुनेछ अनि अप्सन बी देयर इज पपुलेसन ग्रोथ इन कन्ट्री एक्स भनेको छ र पपुलेसन ग्रोथ भए तापनि अगर त्यो पपुलेसनको हरेक इन्डिभिजुअल्स इकोनोमिक एक्टिभिटीमा इन्भल्भ भएन भने या त्यो पपुलेसनको हरेक इन्डिभिजुअल्स राम्रो अर एफिसियन्ट ह्युमन रिसोर्स भएन भने त्यसले केही बेनिफिट गर्ने छैन र अप्सन बी पनि रङ हुनेछ अनि अप्सन डी हेरौँ द भोल्युम अफ ट्रेड ग्रोज इन द वर्ल्ड इकोनोमी र यो पनि सेम हो वर्ल्ड इकोनोमीमा भोल्युम अफ ट्रेड बढ्यो भने त्यसले अर्को कन्ट्रीमा या कन्ट्री एक्स भनेको छ यहाँनिर त्यसलाई बेनिफिट पार्दैन र अप्सन डी पनि रङ हुनेछ तर अप्सन सीमा भनेको छ देयर इज क्यापिटल फर्मेसन इन कन्ट्री एक्स भनेको छ र क्यापिटल फर्मेसन भनेको फिजिकल क्यापिटल जस्तै एसेट्सहरू या वर्किङ क्यापिटलहरू अर ह्युमन क्यापिटल भनेको राम्रो ह्युमन रिसोर्स राम्रो भयो भने या देयर इज क्यापिटल फर्मेसन भनेको त्यही हो फिजिकल क्यापिटल अर ह्युमन क्यापिटल बढ्यो भने र त्यसको अझै एफिसियन्ट भयो भने कन्ट्री एक्समा ग्रोथ त हुने नै छ र अप्सन सी एकदम सही हुनेछ